मेरो बिहानको शुभारम्भ। मेरो बिहानको शुभारम्भ। मृग तृष्णाहरू बोकेर हाम फाल्दैछन् बाढीग्रस्त नदीहरूमा चेतनाका एक बथान चराहरू। बगर हुँदै आकाश उक्लने तर्खरमा छन् बाढीग्रस्त नदीका माछाहरू। बगर हुँदै आकाश उक्लने तर्खरमा छन् बाढीग्रस्त नदीका माछाहरू। चेतनशील मस्तिष्कहरूमाझ धरती स्वयं उत्कृष्ट छ। सबै धरतीको उत्कृष्टता भोग्ने हतारमा छन् अलिकति अहम, अलिकति ईर्ष्या र अलि धेरै महत्वाकांक्षाहरू। धमिला नदीहरूमा मान्छे अर्धचेतन भएर बगिरहन्छन् र फलाकिरहन्छन् चेतनाका चन्द्र सूर्यहरू यहाँ चेतनाको नाममा बाढी चल्छ, कहिले बुद्धको, कहिले जिजसको, कहिले अल्लाहको र कहिले रामकृष्णको। यी मान्छेसँग मान्छे जोड्ने चेतनाका सेतुहरू, यी सेतुहरू विघटनका लागि होइनन्। सावधान, म भूगोलमा मान्छे छुट्याउने बाढी होइन, केवल शान्तिको असीम प्रवाहहरू बगेको देख्न चाहन्छु। सावधान, म भूगोलमा मान्छे छुट्याउने बाढीहरू होइन, केवल शान्तिका असीम प्रवाहहरू बगेको देख्न चाहन्छु। म आदिम विद्रोहका गौरवशाली मसालहरू वर्तमानको हातमा थमाउन चाहन्छु। म मनेरादेखि मानवसम्मका ग्रहितव्य संवत्सरहरू सतत पिउन चाहन्छु, जहाँ धर्म, जात र वर्गका धर्साहरू नदीका धमिला पानीहरूमा बग्नेछन् र समुद्रको पिँधमा मोती जम्नेछ मुक्तिको। म मुक्ति नदीको नूतन बाढीमा चेतनाको एक बथान चराहरू लिएर स्वेच्छाले हाम फाल्नेछु। मेरो बिहानको शुभारम्भ यसरी नै हुनेछ। मेरो बिहानको शुभारम्भ यसरी नै